नमस्कार। आज हामी यहाँ छौँ। हिजो धेरै रौसी खायो, त्यस कारणले बहुत ह्याङ भइएको छ। आज हामी अब नुहाउन जाँदैछौँ। यसको स्कुटर बनाउनु गएको यहाँ डामो साइलेन्सरले आफै हाल्न पर्यो। हावा एकदम दुःख पाइया हेर्नुहोस्। हावा हालेको त पनि त्यहाँ फुर्र गरेर किली बाहिर निस्केको के यत्रो 1 इन्चको। त जान त बनाएर आइज। नुहाउन जाने होइन भाइ। जान नुहाउन जान्छ। कति बनाउला तो मेरा गडो भनेको होइन र। ल जा फेरि उ त्यहाँ छ तेरो चाबी। आइज साउल हजुरको चाबी नलु। ढोका लाइस लिएन त म त छ कि भनेर पो लिएर हिँड्दैला नि फेरि। थोडा भले छ नि मौसम है। गेडा छ यो खसी पनि फलेको छ यहाँ एउटा भैँसी फलेको छ। भैँसी जी How are you? सर्प हिजो त्यहाँ देखेर मैले कति तर्सी। आज सर्प भन्दा त्यहाँ विष्णु अङ्कल कहाँ गएको भाइ मास्टरपट्टि सर्पको मूर्ति रहेछ कि मेरो सर्प तर बोको गर्न आएको त ल यताका डुम्री सुम्री रुख सब फालेछ नि त है। अनि हामीले एकताल फेरि बारबिक्यू पनि गर्ने होला नि होइन र। ल आइयो अब हामी पुरानो हाम्रो धारोमा मजाको पानी रहेछ। ल यार ढुङ्गा 50 कुसा पानेको आर्ट्सले यहाँ फर्किदिएँ होइन म सुन्दरी मजाले कुन बिजयले कुन बिजयले के ले नस्ते ल कताको हिँडायो हाम्रो कहाँ हो कि त कटर लिएर होइन कि मैले खास त हँसिया लगेदेखि माथि चढ्दा त झाडी फाड्दै जानुहुन्थ्यो भनेर हो कि कटहरको लागि जम्मै उहरू छेस्का छेस्किएर पँधेर देखिनु छोडेछ या काम यहाँ अझ टाटा छ एक त रहेछ यो टाटा होइन अरे भर्लो हो यो त टाटा टाटा भन्ने के थियो पहिला त छैन टाटा थियो थिएन त अहिले छैन टाटा तल्लो पुलैबाट जाम है तल्लोबाट मलाई माथि स्टप किन होइन माथि लाएर जाने हो न त तल्लाएर गएर बद्राको बाँधबाट निस्किन्छ त्यही भएर होसियाले लिया त हुन्छ किन सिरिज छैन यहाँ हेर्न आइन्छ अरूलाई गर्दाखेरि कुनै नउठाउने ती त सप्तमी अष्टमीमा आउँछन् दसैँको भोलिपल्ट हिँड्छन् नत्र अष्टमीमा खसी मासु लिएर न त खसी चाहिँ लिएर जाउँला अहिले चाहिँ खसी लिएर जान्छ हुन्छ कहाँ उता हिँडेको हो त्यो त माथि जाने हो के माथिल्लो कुला यही हो बाटो त
गाईको डक्टर हो नि श्री कहाँ छस् पटुस ल पटुस यहाँ थिचेछन् र खाएर यो घडी कसको भन्दा राम्रो बनाएर तल्लो बुटो चाहिँ पानी सही हजुरको युट्युबमा चाहिँ नाम के छ अहिलेसम्म सब्सक्राइब गरेको होइन एउटा मैले ल मैले भिडियो बनाएको के यो पनि त भने यो नि हाल्नु न पानी हो के एउटा कटुस पाइयो है छ त हजुरको छ यी म त यी तेरो हो यहाँ छ हो यो त आधा हो होइन ए हो यहाँ छ आधा 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 दुईटा जोडा नि सिङ्गा ओइ ओ त्यो पनि आधा यो मात्र सिङ्गा यो नगरै त्यो त्यही एक दुई दिन अगाडि पहिला हामी यहाँबाट यो टेकेर त्यही भन्न लागेको थिएँ अघि मैले हजुर नि हिँड्नु भएर हिँडेर मजाले गइन्थ्यो त म त आज नि सक्छु हुन्न हामी पहिला कति गर्थ्यौँ सागर कहिल्यै सकेन यहाँबाट टेकेर गइन्थ्यो क्या टेकेर गइन्थ्यो मजाले टेकेर यस्तो पाइयो तर ओ यहाँसम्म समाउने थियो नि ल हामी जमाना खुब पौडिन्थ्यो नि पानी धेरै भएन ट्र्याक्टर यहाँ गर्ने यता खै गाई बस्तु चराउनु खुब हिँडियो ल कडा बनाएर रहेछ नि यहाँ त पानी नि खसालेर पानी त कमीलाई उसलाई चाहियो है हानु हानु पानी उसलाई बटरलाई चाहियो ल्याउनु हाम्रा केटाहरूले के गडबड भयो केही भएको छैन भाइ टेन्सन नलि कहिले आफ्नो क्रियाकलाप जारी राख त्यो लाउँदा फेरि पन्तमुलो यसको नाम पहिला यहाँ यो खर्यान त हाम्रै जिम्मामा थियो कति वर्ष काटिदियो किनेर यहाँ माथि नक्कलेको खर्यान यो चाहिँ एकदम ऊ फुल हो है छ यसले चाहिँ एकदम धातुको चाहिँ चट्टै पार्छ अरे कि यो फुलले चाहिँ तर धेरै राम्रो हो अरे कि यो चाहिँ खाम त मैले अहिले मलाई होइन यति खानुहुन्न यसलाई चाहिँ नवदुर्गा ला छ वनतिर नजाऊ है बाघ लाउँछ भन्थे आमाहरूले जाते मुझे के पास बोलते ना वापस करेगा कि नहीं करेगा वो बोलेगा नहीं करेगा हो गया ना के फुल हो यार यस्तो राम्रो
हल्लाइदे त्यसलाई हल्लाइदे धान छ क्या मजाले धान छ ढुक्क भयो हल्लाइदे नेचुरल पिङ यत्रो दुःख गरेर आयो असमय नफल्ने पर्छ असमय रहेनछ यार मेरो पनि खिच्नु नि त यार मन त छु यार नजिकै एउटा कति पसिना आएको छ गाइस फेरि त पसिना आएर जान्छ छैन होला मेरो आके माथि जाम के यस्तो बात तर्फा गरे बन हामी पौडिने ठाउँमा लगभग आइयो है कडा हुन्छ पानी कति ठुलो रहेछ साफ छ त पानी पनि तर हामी छिटोभन्दा छिटो पौडेर जानुपर्छ है बाढी आउन नि बेर लाउनु हो के त पौडिने वाटर पानी ल हामी पौडिन आएको यहीँ होइन केटा जा जा ए जा लगा हो यहाँ वो त्यहाँ दाम फालो गयो हो उता सकिन्न जान उता त काम छ उता जान सकिन्न हेर जान त म भिडियो गरिदिन्छु पछि मनी त्यसरी नै आउँछ पौडिएर होइन चप्पल खोलेर जानुपर्ने रहेछ कि चप्पल लाउनु हुन्न क्या मन लाग्यो ढुङ्गा होला फेरि मिल्न कि यो फेरि यता यता मात्रै त्यसरी नाच्नु न हो त्यहाँ उठ्नु त ट्राई त गर्नु हो यही चाहिँ गर्छु है दाइ छोइन भयो केही ल ल ल जान त कहाँ हिँडेको त म त त्यसरी हो म क्यामेरा सिधै जान्छु है केटा क्यामेरा सिधै हो है म ओइ थोडा क्यामेरा सिधै क्यामेरा सिधा म अलि यता हट्छु ल ओके ल छिटो अर्को ल मलाई देखियो कि नै म
डुबाउँछ हेर है कति गहिरो हो यहाँ म देखाउ ए डुबो 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 वा खै भिडियो किन बन्द गर्नु बन्द छैन गरिदिया ए हेर दाइ चेतिन्छ क्या यो त वाटरप्रुफ भयो पानी मजा भयो नि केटा अझै अब नि छडा लामो यो त कटुस हो उस्तै छ त एरिया यो त तान्न यो ठ्याक्कै त एउटा फिल्म छ है पल्ल पल्ल गेटहरू झन् नि अर्काले गेट खोलेर हिँड्थ्यो त्यही त हो नि त्यो गुजरातीहरूको ढोका है भेट्न जान्छ होला हङ्गामा होइन चुपके देखाउनु त पर्यो नि राम्रो रहेछ यो त खुलै राख्ने पर्ने अरे के यो फेरि कसले त कहाँसम्म लैदियो अरे हो यसले यसो मानेको